धन्यवाद एकताले। आजको यस मुक्तक उत्सवमा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्न हुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण अतिथिज्यूहरूलाई एकमुष्टमा म स्वागत गर्दछु, हार्दिक नमन गर्दछु। र आज हामी विशेषतः यो अनुभुक्स यो चाहिँ अरू बुक्स रिडिङ क्याफेले चाहिँ हामीलाई चाहिँ यहाँ कार्यक्रम गर्ने अनुमति दिएकोमा उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। यो खास गरेर मेरो साथी नजिकको भाइको रहेको हुनाले हामीसँग एकचोटि कुरा हुँदाखेरि तपाईँहरूको कार्यक्रम भइरहन्छ, आउनुहोस् एकचोटि कार्यक्रम गर्नुहोस् हाम्रो पनि भनेर चाहिँ उहाँले चाहिँ अनुरोध गराएर यो अवसर हामीले पायौँ। र आजको हाम्रो यस कार्यक्रमलाई सहयोग गरिदिने हाम्रा महालक्ष्मी नगरपालिका वडा नम्बर 4 का अध्यक्षज्यूलाई पनि उहाँ आउनु भएन, तर पनि उहाँलाई चाहिँ धन्यवाद दिन चाहन्छु। यो मुक्तक कार्यक्रम हामीले धेरै पहिलादेखि रचेर बसेका त थियौँ, तर अवसर कहिले पनि पाएनौँ। हरेक कार्यक्रममा रचना वाचनहरू भए, मुक्तकहरू सुन्दाखेरि कता कता मिठो लागे पनि केही तिग नमरे जस्तो अनुभवहरू हामीले चाहिँ भइरहेका थियौँ। र हामीले यानुवाकर सरहरू अस्ट्रेलियाबाट फर्केपछि केही सल्लाह लिएपछि हामीले मिटिङमा चाहिँ यो मुक्तक कार्यक्रम एउटा राखौँ सर भनेर चाहिँ हामीले चाहिँ उहाँबाट चाहिँ एउटा चाहिँ राम्रो प्रेरणा पाएर अनि उहाँकै चाहिँ वाहन उसमा चाहिँ सबै चाहिँ जिम्मेवारी उहाँ सरलाई नै दिएर उहाँले नै चाहिँ हजुरहरू सम्पूर्ण आदरणीय ज्यूहरूलाई चाहिँ यहाँ बोलाइदिनु हाम्रो कार्यक्रममा बोलाइदिनु भयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। र आजको कार्यक्रममा चाहिँ हामीले चाहिँ खास चाहिँ अध्यक्ष नै सभा अध्यक्ष बन्नुपर्ने हो, तर हामीले कहिलेकाहीँ अलग अलग पनि गर्छौँ। र हामीले आजको चाहिँ यस कार्यक्रममा चाहिँ हाम्रा संस्थाका वरिष्ठ सल्लाहकार कवि हामीले चाहिँ कृष्ण प्रताप सरलाई चाहिँ प्रमुख सभा अध्यक्ष बनाएका छौँ। किनकि कार्यक्रम भनेको चाहिँ अलग अलग हुनुपर्छ भन्ने हाम्रो त्यो पनि सोचाइ छ। र हामीलाई चाहिँ उहाँहरूले चाहिँ पुस्तक हस्तान्तरण गरेर हामीलाई चाहिँ अध्यक्ष सदस्य कोषाध्यक्ष हामीलाई नयाँ जेनेरेसन दिनुभएको छ। हामीले यो जेनेरेसनलाई चाहिँ कसरी चाहिँ अगाडि बढाउने भन्ने हाम्रो चाहिँ प्रयास चाहिँ त्यो मात्रै हो। हामीलाई चाहिँ अहिले नै सभा अध्यक्ष बनेर स्टेजमा चाहिँ अगाडि बसेर हामीलाई चाहिँ मलाई चाहिँ त्यसरी चाहिँ जाउँ जस्तो चाहिँ मलाई लागेको र हाम्रो कार्यक्रम पनि अलग अलग तरिकाले नै भइरहेको छ र यसै गरी हामी अगाडि बढ्नेछौँ। यस्तो यो अवसरमा यहाँहरूले चाहिँ हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभयो, यसको लागि हार्दिक स्वागत गर्दछु। र आगामी दिनमा हामी योभन्दा राम्रो कार्यक्रम अस्ति एकचोटि हामीले यानुवाकर सरले भन्दै हुनुहुन्थ्यो, अब एउटा यो सकेपछि एउटा मुक्तक मेला योभन्दा पनि राम्रो र भव्य तरिकाले गर्न सक्नुपर्छ भन्ने चाहिँ उहाँको चाहिँ एउटा भनाइ पनि छ। अब यसलाई पनि हामी सकभर कोसिस र प्रयासमा चाहिँ अगाडि बढाउनेछौँ। र अब म धेरै समयलाई पनि खेद नगइकन यहाँहरू सबैलाई एकमुष्टमा स्वागत गर्दै आजको कार्यक्रमलाई अगाडि बढाउँदै जाँदैछु। म आफ्नै वाचनबाट मेरो चाहिँ यो खासै चाहिँ मुक्तक वाचनमा मैले त्यति दखल छैन। मलाई हरेक मुक्तकमा चाहिँ मेरो बहिनी छन् यहाँ रुबिना राणा, उहाँले चाहिँ मलाई अलिकति गाइड गर्नुहुन्छ, उहाँले अलिक सिकाइदिनुहुन्छ। म केही समय चाहिँ क्यानाडा बस्दाखेरि मलाई अलिकति लेख्ने चाहिँ यो मुक्तक लेख्ने चाहिँ अलिकति जागरुक चलेर आयो। भन्नुको मतलब म कथाहरू के अरे कविताहरू लेख्थेँ लामो कता कताबाट मलाई छोटो लेख्नेतिर म चाहिँ अलिकति केन्द्रित भएँ। अनि त्यसमा चाहिँ लेख्दै जाँदाखेरि कता टुटफुट गर्थ्यो। हामी चाहिँ 2080देखि हामी सँगै हिँडेको एउटा साथी जस्तो गएको हुनाले म उसलाई चाहिँ अलिकति मान्छु भने अनि उसबाट चाहिँ केही ज्ञान चाहिँ मैले लिएँ भने र उसले सिकाएकै अनुसार म चाहिँ यो कविता के अरे मुक्तक चाहिँ अलिअलि लेख्ने चाहिँ बानी बसाली ल्याएको छु। त्यसमध्येको चाहिँ एउटा कुनै म सुनाएर आजको कार्यक्रम सुरुवात गर्न चाहन्छु।
खासै राम्रो लेखेको होइन, तैपनि एउटा कोसिस हो नयाँ नयाँ। विदेशीको गिद्धे नजरले देशलाई डसेको छ, विदेशीको गिद्धे नजरले देशलाई डसेको छ यहाँ, अभिमान लुकाउनेहरू सियोभरि पसेको छ यहाँ। विदेशीको गिद्धे नजरले देशलाई डसेको छ यहाँ, अभिमान लुकाउनेहरू सियोभरि पसेको छ यहाँ। ढाडसमा देश दृढता कमजोर बन्दैछ, ढाडसमा देशको दृढता कमजोर बन्दैछ। उनैको आश्वासनले पटक पटक अनुगमनमा मातृभूमि मासेको छ यहाँ, पटक पटकको अनुगमनमा मातृभूमि मासेको छ यहाँ। यो पहिलो थियो। दोस्रोमा मुद्रा पराईको ढुकुटीमा आफ्नो झोली भर्दै थिए यहाँ, मुद्रा पराईको ढुकुटीमा आफ्नो झोली भर्दै थिए यहाँ। आफ्नो क्षुद्र स्वभावका कारण अलि पछि सर्दै थिए यहाँ, मुद्रा पराईको ढुकुटीमा आफ्नो झोली भर्दै थिए यहाँ। आफ्नो क्षुद्र स्वभावका कारण अलि पछि सर्दै थिए यहाँ। धेरै थिए देशलाई लुटी खाने देशभक्तहरू, धेरै थिए देशलाई लुटी खाने देशभक्तहरू। देशको माया गरेछै गरी देशलाई बिक्री गर्दै थिए यहाँ, देशको माया गरेछै गरी देशलाई बिक्री गर्दै थिए यहाँ। म अन्तिम तेस्रोमा छु। आजकल बिहेमा दाइजो कार मोटरसाइकल दिने गर्छन् यहाँ, आजकल बिहेमा दाइजो कार मोटरसाइकल दिन्छन् यहाँ। 1 तोला सुनले चल्ने बिहे 20 तोला किन्छन् यहाँ। आजकल बिहेमा दाइजो कार मोटरसाइकल दिन्छन् यहाँ। 1 तोला सुनले चल्ने बिहे 20 तोला किन्छन् यहाँ। हुनेलाई रमाइलो नहुनेलाई गाह्रो छ समाज, हुनेलाई रमाइलो नहुनेलाई गाह्रो छ समाज। यस्तै चलेको छ चलन, कहिले समाजका मान्छे सुध्रिन्छन् यहाँ। यस्तै चलेको छ चलन, कहिले समाजका मान्छे सुध्रिन्छन् यहाँ। धन्यवाद। हाम्रो संस्थाको बारेमा केही गर्नुपर्दाखेरि हाम्रो संस्थामा जोडिनुहुने आजीवन सदस्यहरूलाई हामीले दिन बाँकी केही सम्मान पत्रहरू बाँकी छन्, त्यो पनि अहिले नै दिइहालौँ जस्तो लाग्यो। किनकि दिनेलाई भन्दा लिनेलाई अलिकति हतार जस्तो भइरहेको हुन्छ। त्यही भएर हाम्रो संस्थामा जोडिनुभएका लेखनाथ ढुङ्गानाज्यूलाई आफ्नो सम्मान लिइदिनु हुन अनुरोध गर्दछु। मैले चाहिँ यो अलि कार्यक्रम अलि चाँडो सिद्धोस् भनेर यसरी गर्न खोजेको हो। मुक्त पनि हजुरले नै भनिदिइहाले पनि हुन्छ। उहाँ इलामको हुनुहुन्छ, तर हाम्रो नजिक केही समयदेखि आउनुभयो। आउनासाथ उहाँ पनि गीत सङ्गीतमा अलिकति रुचि भएको हुनाले उहाँ सङ्गीत सिक्नलाई ती साना गाउँ महालक्ष्मी नगरपालिका 6 मा चाहिँ जानुहुँदो रहेछ। त्यहाँ हाम्रा चाहिँ विशिष्ट सदस्य सरस्वती महर्जनको घरमै हो। अनि उहाँबाटै चाहिँ उहाँले सुन्नुभएछ यो लालिती सिर्जना समाजको बारेमा। अनि तत्काल उहाँले फोन नम्बर लिएर मलाई फोन गर्नुभयो र उहाँ तुरुन्त आएर यसरी सदस्य बन्दाखेरि हामीलाई धेरै खुसी लागेको छ। यो सम्मानित म उहाँलाई स्वागत गर्न चाहन्छु। अनि यो हाम्रो लालिती सिर्जना समाजको चाहिँ यो नागरिकता हो। यो अब यो पछि चाहिँ उहाँ लालिती सिर्जना समाजको पक्का नागरिक हुने भयो। होइन, नेसनल आइडी भन्नु पर्यो। नेसनल आइडीलाई एकछिन है। अनि यसै गरी देवकी विष्णुज्यू पनि हाम्रो सदस्यज्यू हुनुहुन्छ, उहाँलाई पनि एउटा सम्मान छ। उहाँ स्कुलमा टिचरबाट चाहिँ रिटायर हुनुभएको हो। साहित्यलाई असाध्यै माया गर्ने। यहाँलाई पनि भएको छ।
यति भन्दै म यहाँबाट बिदा हुन्छु र यो माइक उहाँलाई हस्तान्तरण गर्छु। धन्यवाद। धन्यवाद। यहाँ लालित्य समाजका अध्यक्ष ज्यू, आजको कार्यक्रमका प्रमुख अतिथिज्यू साथै विशिष्ट अतिथिज्यूहरू, त्यसै कारण यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साहित्य संस्थाज्यूहरूमा मेरो तर्फबाट नमस्कार छ। मलाई यो लालित्य समाजको एउटा आधिकारिक सदस्य बनाउनु भयो, लालित्य समाजका अध्यक्ष र यहाँका सम्पूर्ण सदस्य तथा पदाधिकारीज्यूहरूमा मलाई यसरी सम्मान दिनुभएकोमा म यहाँ धेरै धेरै यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। यहाँहरूको जीवन सुखमय बनोस्, आनन्द होस् भन्दै म एउटा सानो मुक्तक लिएर आएको छु। मैले त्यसरी के भने टाइम दिन पाइनँ मुक्तक लेख्नलाई। मेरो कविताहरू पनि छन्, धेरै गीतहरू पनि छन्, भजनहरू लेख्छु, वाचन पनि गर्छु, तर यहाँ मुक्तक चाहिँ अलिकति होइन त्यति राम्रो चाहिँ छैन र पनि म प्रस्तुत गर्न गइरहेको छु। त्यस्तै सन्दर्भमा एउटा के भने त्यो लेख्ने बेलामा त्यस्तै मिलो सन्दर्भ र मैले यो के भनेदेखि मुक्तक लेखेँ। एकजना बहिनीले भनिन् आऊ मलाई भेट्न, एकजना बहिनीले भनिन् आऊ मलाई भेट्न, बिदै छैन कसरी आउँ तिमीलाई भेट्न, बिदै छैन कसरी आउँ तिमीलाई भेट्न, साह्रै मन थियो तिमीलाई भेट्न आएनौ, साह्रै मन थियो तिमीलाई भेट्न आएनौ, मैले सकिनँ तिमी नै आऊ घाटमा भेट्न, मैले सकिनँ तिमी नै आऊ घाटमा भेट्न। यो पहिलो मुक्त। अर्को छ, एकजनाले भने दुःख नगरौँ मागेर काम, एकजनाले भने दुःख नगरौँ मागेर काम, अर्काले भने बरु भोकै बसौँ नखाऊँ मागेर, बरु भोकै बसौँ न